खुसीको खबर भुन्टीको स्वास्थ्यमा चमत्कारी सुधार घर फर्किँदा फ्यान खुसी 3 दिनको अस्पताल बसाएपछि लोकप्रिय कलाकार तथा भुन्टी सिरियलकी चर्चित अनुहार आशा खड्का स्वास्थ्य लाभ गर्दै घर फर्किएकी छन्। नेपालकी सबैभन्दा धनी कलाकार मध्ये एक मानिएकी खड्काको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको जानकारी उनका पति सागर गौतमले सामाजिक सञ्जाल मार्फत दिएका छन्। गौतमले पत्नी बिरामी भएदेखि नै दर्शक, शुभेच्छुक तथा शुभचिन्तकहरूले देखाएको माया, चिन्ता र प्रार्थनाप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्। चिन्ता नगर्नुहोला भन्दै उनले सबैको साथ र मायाले थप हौसला मिलेको बताए। आशाको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको र उनी छिट्टै पुनः काममा फर्किने विश्वास पनि गौतमले व्यक्त गरेका छन्। आशा खड्काको स्वास्थ्य लाभको खबरसँगै उनका फ्यान तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमा खुसी र शुभकामना व्यक्त गरिरहेका छन्।